नमस्कार है नमस्कार, राधे राधे हजुर। यस बारेमा यस मन्दिर धामको बारेमा चाहिँ दुई शब्द हजुर, यो धाम 54 सालबाट यहाँ बन्न थालेको हो। यसको निर्माण प्रारम्भ भएको 54 सालबाट। अनि हाम्रो नेपालको एकमात्रै जगद्गुरु आधिकारिक रूपमा काशी पण्डित सभाले उहाँलाई उपाधि दिएको हो। र उहाँ महाराजजी यहाँ आउँदाखेरि 54 सालको समय थियो। त्यसपछि उहाँले 55 सालबाट यहाँ यज्ञ प्रारम्भ गर्नुभयो। 55 सालमा 55 दिन लगाएर कोशीको जल मुक्तिनाथ भगवानमा अर्पण गर्नुभयो। ठ्याक्कै समय पनि मिलेको छ, साल पनि मिलेको छ। त्यसपछि उहाँले प्रारम्भ गर्नुभएको। अनि यज्ञ लगाउनु भयो, गोपाल महायज्ञ। त्यसपछि यज्ञमा 25 किलो चामल बचेको थियो। त्यो चामल अहिले पनि छ भन्नाले त्यो भण्डार अहिलेसम्म खाली भएको छैन। यहाँ महाराजेश्वरी अन्नपूर्ण भोजनालय निरन्तर चलिरहेको छ। त्यो भक्तजनहरू हजुर आउँदाखेरि सबैको लागि यहाँ भोजनको व्यवस्था हुन्छ। अलि धेरै आउनु पर्यो भने चाहिँ हामीलाई पूर्व सूचना गर्न जरुरी छ। अनि आउनु भयो भने पनि 1 घण्टा 1.5 घण्टा पर्खिनु भयो भने हामी धेरैलाई भोजन गराउन सक्छौँ। तर तत्काल नै त्वरित रूपमा भोजन गराउनु पर्यो भने हामी 10 जनालाई चाहिँ निरन्तर हामी भोजन गराउन सक्छौँ। धेरैको सङ्ख्यामा आउनु भयो भने पूर्व सूचना हामीलाई गराउनु भयो भने हामी भोजन गराउँछौँ। अनि अगाडि त्यो क्रम बढ्दै गयो। त्यसपछि अब भक्तहरूको यो धामप्रति स्नेह बढ्दै गयो। एउटा सन्तप्रति एउटा आकाङ्क्षा इच्छा बढ्दै गयो, आस्था बढ्दै गयो। यो त पूर्ण रूपमा पहिले मसान घाट हो। यहाँ मान्छेहरूको संस्कार हुने गर्दथ्यो। यतापट्टि पहिले यतै संस्कार हुने गर्दथ्यो। अब यो धाम बन्यो। यतापट्टि विद्यादेवी भण्डारीज्यूको आमा बस्नुहुन्छ र यो उहाँदेखि लिएर तलसम्म लगभग 2 किलोमिटरसम्म आश्रमै आश्रम छन्। विभिन्न सम्प्रदाय पन्थका मार्गका सम्प्रदायका आश्रमहरू छन्। यो चाहिँ हाम्रो राधाकृष्णका उपासकहरूको आश्रम भयो। त्यसरी महाराजीले यसलाई बढाउँदै क्रममा अनि एउटा कुम्भ लगाउने प्रकल्पना भयो र 59 सालको वैशाख महिनामा यानि कि 58 सालको चैत्र महिनामा पनि मलाई लाग्छ 29 या 30 गतेबाट प्रारम्भ भएको। 58 सालको चैत्र महिनाको 29 गते र 59 सालको यता भनौँ न लगभग 28 गतेसम्म। यस गरी समग्रमा 1 महिना 58 को अन्तिम र 59 को 1 महिना वैशाख महिना गरी कुम्भ लाग्यो। र यो शास्त्रको प्रमाण अनुसार जसरी इन्डियामा चाहिँ अमृतका बिन्दुहरू खस्दाखेरि कुम्भ लाग्छन् 4 ठाउँमा भने यहाँ चाहिँ हाम्रो यहाँ पिण्डेश्वर भगवान अमृतको तर नै यस क्षेत्रमा राखिएको हुनाले र त्यो पिण्डेश्वरमा राख्नुभन्दा अगाडि यसै कोशीमा देवताहरूले आराधना 1 महिनासम्म आराधना गरेर अनि त्यो पिण्ड रूपमा रहेका भगवान शङ्करलाई पिण्डेश्वर उहाँ धरानमा विजयपुरको डाँडामा स्थापना गरेको हुनाले हो त्यो 1 महिना यहाँ आराधना गरेको हुनाले प्रत्येक 6 वर्षमा अहिले पनि आराधना स्वरूप 1 महिना कल्पवास गरिन्छ, जसलाई कुम्भ मेला भनिन्छ। त्यो गएको 81 सालमा लागेको थियो। 80 को अन्तिम र 81 सालको वैशाख। जसरी पहिले प्रारम्भ भयो अहिले पनि त्यसरी नै लाग्छ। अब ज्योतिषीय गणना अनुसार अब हुनसक्छ 85-86 मा या कहिले हुन्छ त्यो अहिले निर्धारित नगरौँ। त्यो ज्योतिषीहरूलाई परामर्श गरेर हुन्छ। यसरी लाग्दछ र यसको महत्त्व यही नै हो। र यो हरिद्वार हो, किनभने भगवान बराहा भनेको हरिको अवतार अनि उहाँको धाम जाने बाटो यो क्षेत्र यो द्वार भएको हुनाले यसलाई हरिद्वार पनि भनिन्छ। र यो प्राचीन हरिद्वार हो र अहिले इन्डियामा भएको जसलाई चाहिँ नवीन मान्ने र यो चाहिँ प्राचीन हरिद्वार हो भनेर जगद्गुरु महाराज श्रीले शास्त्रमा पुराणमा भएका प्रमाणहरूलाई केलाउँदै पस्किँदै समाजमा गर्नुभएको छ। र त्यही अनुरूप यो अहिले यो परम्परा चलिरहेको छ र यो धाम दिनानुदिन अब यसले उन्नति प्रगति गरिरहेको छ र अहिले सबैको आस्थाको केन्द्रको रूपमा अहिले संसारभरि चिरपरिचित हुँदै गइरहेको छ। त्यही हजुरहरूले पनि यसको महत्त्व सुन्नुभयो र हजुर पनि आउनुभयो र हजुरहरूलाई पनि हामी यस धाममा यस क्षेत्रमा स्वागत गर्दछौँ। र हजुरले पनि मलाई सानो यस धामको बारेमा थोरै परिचय गर्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद। र जाँदै यहाँ अहिले वृद्ध आमाहरू पनि बस्नुहुन्छ। वृद्धाश्रम पनि यहाँ सञ्चालन रहेको छ। यहाँ अखण्ड रूपमा हरिनाम संकीर्तन पनि हुन्छ।
अनि अर्को कुरो यहाँ गुरुकुल सञ्चालनमा छ, जहाँ चाहिँ 260 भन्दा धेरै विद्यार्थीहरू अध्ययन गर्नुहुन्छ। त्यसमा पाश्चात्य विद्या पनि पढ्नुहुन्छ र आध्यात्मिक विद्या पनि पढ्नुहुन्छ। दुवै विद्यालाई लिएर हाम्रो यहाँ गुरुकुल सञ्चालनमा छ र यो धामको यही नै विशेष महत्त्व हो। यति जानकारी गराउँदै बिदा हुन्छु। जय श्री राधे। शुभ नाम चाहिँ भन्दै। मेरो नाम लेखनाथ पौडेल। म पनि यहाँ बसेको 20 वर्षभन्दा धेरै भयो यस क्षेत्रमा। हजुर हजुर हजुर, मेरो प्रारम्भिक अध्ययन नै यहीँ भयो। घर मेरो प्रकाशपुर यहाँ नजिकै पर्छ। अनि म 20 वर्षदेखि यहीँ छु र बिचमा मैले छोडेर अलिकति बाहिर उच्च अध्ययनको लागि म इन्डिया गएँ, बनारस। किनभने यहाँ 12 सम्म मात्र अध्ययन हुन्छ। 12 पछि मैले एमए अनि बिएड एमए र अहिले रिसर्च गर्दैछु र लगभग पुरा हुन आँटो। र यो सबै यसै धामको कृपा हो, यहाँ जगद्गुरु महाराजको कृपा हो, हजुरहरू सबै भक्त भागवतले दिएको अन्न आदि र हजुरहरूको कृपा छत्र छायामा हामी हुर्केको हुनाले यो सबै योगदान चाहिँ भक्तहरूकै हो। किनभने नारायण तब मात्रै परिपूर्ण हुन्छ जब नरको कृपा हुन्छ। नरले भक्तहरूले फलानु चाहिँ नारायण, हजुर चाहिँ नारायण हुनुहुन्छ भनेर कृपा अथवा उपासना गरेन भने नारायण नारायण रहनुहुन्न। तसर्थ भक्तहरूको कृपा नभइकन यो धाम बन्दैन, कुनै पनि क्षेत्र बन्दैन। तसर्थ सम्पूर्ण योगदान, धामको योगदान, समाजको योगदान विकास हुनको लागि भक्तहरूकै समाजकै योगदान चाहिन्छ। त्यसको लागि सबै भक्तहरूकै यो ठुलो योगदान छ। सबैलाई राधे श्याम, धन्यवाद। राधे राधे श्याम। फाइनल गाइजहरू चाहिँ हामी रामधुनी धामबाट बाहिरतर्फ जाँदैछौँ। अब चाहिँ हामी हाम्रो पनि दर्शन गरियो। यहाँनिर चतरा धाममा आएर सब हुन्छ। वन पिपलको चोकमा चाहिँ एकछिन हामी विश्राम गर्नेछौँ र त्यसपछि मामाले कता लानुहुन्छ है त। यता चाहिँ धामतिर चाहिँ यसरी हेर्नु त बर पिपलहरू कस्तो मजाले कति ठुल्ठुलो लहराहरू हेर्नु त। यता चाहिँ टक्क यहाँ बस्ने ठाउँ, तीर्थयात्रीहरू यात्रु मानवहरू चाहिँ आराम गर्ने ठाउँ, विश्राम गर्ने देखिन्छ। यता चाहिँ कोसीको पानी, यता अटो रिक्सा, बाख्रा ल मान्छेहरू यसरी चोकमा यसरी आराम गर्ने ठाउँ। पहिला हामीले बच्चा बेलामा हाम्रो घरतिर गाउँतिर छोएर बर्ती फलु भनेको भाकेर बर्ती फलु भनेर लगाइ अब चाहिँ हामी अर्को मन्दिरतिर दर्शन गर्न जाँदैछौँ। फ्रेन्ड्स के भन्नु छ? सागा सागा ए हामी यहाँ पो छौँ है अहिले। साँच्चै त काठमाडौँमा पो आइपुग्यो है। सानो सागा बन्द पो रहेछ त। ठिकै छ यहीँबाट ल है